कता हिँडेको हो टुकी बालेर मन सर हट भएर जनता हेरेको हेरे झरना हो गाइज यो झरना भन्नाले यो पुरै कता कताको पानी जम्मा भएर आएको है मलेसियाको झरना भन्नु नमिल्ने हामी आज कहाँ जाँदैछौँ भनिदिनुहोस् त हामी आज यसो छुट्टीको रमाइलो दिन जाऊँ भनेको ल गाउँघरतिर जाँदैछौँ यो गाउँघर हो पुरै यो विदेशको मामला कुखुरा त लिएर आयो गाई तर नकाटेको र नभुत्ल्याएको छिराउन दिँदैन गेट सेक्युरिटीले भने डराइरहेको छन् साथीहरू म आँट दिइराखेको छु ल हिँड्नुहोस् जे परेको म बेहोर्छु भनेको छु के गरी समात्यो भने चाहिँ म पनि भाग्ने हो गाई कता हिँडेको हो टुकी बालेर कुखुरा बोकेर धनिया बोकेर तपाईँ हिँडेको हिँडे मैले हेरेको हेरे तपाईँ हिँडेको हिँडे मैले हेरेको हेरे अरे के मेरो भन्नु यहाँ भिडियोमा तपाईँलाई के भन्छन् भिडियो हेरेपछि टक्क मलाई हेर्नु सम्पूर्णलाई नमस्कार होइन आरामै कुशलै मलेसियामा छु हजुरलाई के कष्ट हुन्छ यहीँबाट जानकारी हजुरलाई ल धन्यवाद विशेष यो भिडियो रिता दिदीले हेरेपछि कमेन्ट गर्न नबिर्सिनु हेलो गाइज गुड मर्निङ यहाँ हामीसँग हुनुहुन्छ हाम्रो गाउँले सर सर गुड मर्निङ मर्निङ सर आज हामी बिहानै छुट्टीको समयमा होइन घाममा दौडिराखेका छौँ सर गुड मर्निङ गुड मर्निङ के छ सर एकदम ठिक छ गर्मीको मौसममा चाहिँ आज छुट्टीको समयमा चाहिँ यसो माथि कुखुराहरू बनाएर खाउँ भन्ने हिसाबले चाहिँ हामी कुखुरा लिन जाँदैछौँ हजुर हजुर त्यसलाई ल्याएर चिरिप्प बनाएर झिरिप्पा खाने हो ल भनेपछि आज कुखुरा खाने भयो होइन त सर ल भिडियो हेर्दै रहनु होला हामी कहाँ जाँदो रहेछौँ सर गुड मर्निङ सर गुड मर्निङ के छ हजुर हाल खबर ठिक छ सर ठिक छ हामी आज कहाँ जाँदैछौँ भनिदिनुहोस् त हामी आज यसो छुट्टीको रमाइलो दिन जाऊँ भनेको ल गाउँघरतिर जाँदैछौँ यो गाउँघर हो भाइ रिपोर्ट पुग्नै आँटे यता चाहिँ पुरै हाइवे पनि छ त्यहाँ अहिले हामी चाहिँ त्यो पुल मुनिबाट जाने हो त्यसबाट मुनि मुनि पुरै जङ्गल छ साथीहरू जङ्गल जङ्गल यहाँ हाम्रो माननीय ग्रेट सर हुनुहुन्छ सर तपाईँ शेरबार देउ भयो हो कि होइन तपाईँ कुन पार्टी हो भनेपछि उहाँ स्वतन्त्र पार्टी तपाईँ रवि लामी छानेको फ्यान हुनुपर्छ त्यसो भए ए ल बधाई छ तपाईँको सकारात्मक सोचको लागि त्यो चाहिँ पहिला हामी बसेको होस्टलाइट हो है होस्टेल झरना हो गाइज यो झरना भन्नाले यो पुरै कता कताको पानी जम्मा भएर आएको है मलेसियाको झरना भन्नु नमिल्ने यसलाई भन्छ छोटकरीमा चाहिँ सुरुङ सुरुङ हेर्नुहोस् है गाइज यो पुलमुनिको सुरुङ हो यो आज हामी कुखुरा खाने भयो यहाँ पर चाहिँ दामी देखिरहेको छ ल
यहाँ ल्याएर भैँसी छोडिदिनु भने खतरा चर्छ ल कता हिँडेको हो टुकी बालेर मन सर हट भएर जनता हेरेको हेरे कता जाने यो भ्यू टावर हो कि यहाँ मलेसियाको जो गल्लीमा पनि यत्रो ठुलो रोड हुन्छ ल यता बस्ती भर्खर नयाँ नयाँ बनेको हो अहिले चाहिँ हामी 4 जनाबाट 8 जनाको टोली भइएको छ अब 10 वटा कुखुरा खाइन्छ गाइज के लिएको भन्नु रहेछ तपाईँ फेरि भन्नुहोस् त कुन गाडी लिनु तपाईँ भन्नुहोस् त यहाँ टर्नै मामा तपाईँलाई घरबाट माइजूले हेऱ्यो भने के भन्नुहुन्छ मामा फेरि लाजाले भुतुक्कै यहाँ मेरो मामा हो चाहिँ छिटो भन्नु यहाँ भिडियोमा तपाईँलाई के भन्छन् भिडियो हेरेपछि टक्क मलाई हेर्नु सम्पूर्णलाई नमस्कार होइन आरामै कुशलै मलेसियामा छु हजुरलाई के कष्ट हुन्छ यहीँबाट जानकारी हजुरलाई ल धन्यवाद विशेष यो भिडियो रिता दिदीले हेरेपछि कमेन्ट गर्न नबिर्सिनु तपाईँ केही भन्नुहुन्छ सर आफ्नो घरतिर रेड हाम्रो भाइ यहाँ ह्यान्डसम भाइ छ आउँदाखेरि लुरे लुरे खाएको थियो अनि मान्छे पनि लुरे लुरे छ त कपाल हेर्नुहोस् यहाँ यति ठुलो बनाइसकेको छ भाइले यहाँ केही बढाएको छ प्रगति केही गर्न सके होइन छ धेरै भइरहेको छ हामी चाहिँ यो पसलमा आएको आज यहाँ कुखुरा लिन आएको यहाँ कुखुरा स्ट्यान्ड बाई छ एउटा यता हातमा छ अनि यो धनियाँ के रुममै छ गाइज आज कुखुरा खाने भ्लग दह्रो बन्दैछ यहाँ हाम्रो साउजी हुनुहुन्छ बङ्गलादेशी तपाईँहरू यहीँ लिएर आएछ भन्दै गुड मर्निङ जेक्सन सर हामी रुम आइपुग्न लागिसक्यौँ फेरि सर फेरि भन्नु त अब हामी रुम आइपुग्न लागिसक्यौँ अब यो कुखुरालाई लगेर चाहिँ यसलाई चाहिँ भुत्ल्याएर काटकुट बनाएर तेलमा हालेर मरमसला हालेर फ्राई गरेर अनि हल्का रस हालेर अनि भातमा हालेर हामी सबैजना खान्छौँ ल ल खुट्टा हाम्रो भानुसरा दिनु होइन काइसरा टाउको दिन्छ पकाउने भान्सेले खाने होला हौ यो कफी अलिकति बचेको छ गाइस
यो डियोसन कम्पनीको लिन्जी ब्ल्याक कफी हो। म यसलाई चिरिक्क पार्दैछु है त। विदेशको मामला कुखुरा त लिएर आयो गाइस, तर नकाटेको र नभुत्ल्याएको छिराउन दिँदैन गेट सेक्युरिटीले भने डराइरहेको छन् साथीहरू। म आँट दिइराखेको छु। ल हिँड्नुहोस्, जे परेको म बेहोर्छु भनेको छु। के गरी समात्यो भने चाहिँ म पनि भाग्ने हो गाइस। कता हिँडेको हो टुकी बालेर, कुखुरा बोकेर, धनिया बोकेर, तपाईँ हिँडेको हिँडे मैले हेरेको हेरे, तपाईँ हिँडेको हिँडे मैले हेरेको हेरे। अरे के मेरो गीत गाइस, यो सबै काटकुट भएपछिको अवस्था हो। यो तेल यहाँ सबै काटकुट गरेर के छ सर? यो चामल रहेछ सर। यति चामलले पुग्छ सर? खै काटेको बन्द पो भएछ त गाइस। यो कुखुराको मासुको लागि मसला हो गाइस। अब लपक्क लाएर पकाउने हो होइन। म पकाएको पनि यहाँ कन्टिन्यू हाल्छु। बवाल हुँदैछ होइन सर? पनि हुँदैछ, चलाउनु छोडिदिउँ त फेरि। मलाई जोगिन्छ सर, चिन्ता नगर्नुहोस् है। यो धेरै तातो छ दाजु। खसी बन्दैछ, खसी खसी गाइस, खसी। यो चलाउनु त दाजु, यो प्योर खसी हो गाइस। प्योर खसी होइन दाजु, मलेसियामा खसी पाउँदैन, बोका हो। हाम्रो अशोक सर यहाँ कुक गर्दै हुनुहुन्छ। अशोक सर यता हेर्नु त, सर यता हेर्नु न। तपाईँ लाज नमान्नु न सर, यता हेर्दैन। तपाईँ कुक हो क्या सर आज? यता हेरेर गीत गाउनु त सर। ओ हेलो हेलो रमेश सर, गीत गाउनु त फेरि। मेरो भाग यहाँ कुखुरा आइसक्यो गाइस, फाइनली बासमती चामलको भात। चिज आउँदैछ।